नमस्ते सबैजनालाई तपाईँहरूलाई फेरि पनि स्वागत छ फाल्टु प्रिडिक्सनमा। र हामी चाहिँ आज चाहिँ हिजो भएको हाम्रो युसिएलको राउन्ड अफ 16 को गेमहरूको कुरा गर्न गइरहेको छौँ र त्यसको स्कोरहरूको बारेमा पनि कुरा गर्न गइरहेको छौँ। र अनि युसिएल यसपालि कसले जित्छ भन्ने त्यसमा नि अलिकति हल्का कुरा राख्नेछौँ। र सबभन्दा सुरुमा हाम्रो सुरुको गेम रहेको छ बायर्न भर्सेस एटलान्टा। बायर्नलाई चाहिँ दयामाया भन्ने चिज छैन। बायर्नको किप्पर उता 16 वर्षको किप्पर खेलाए नि हुन्छ होइन, खेलाए नि जित्यो नि थोकै कुरो। हेर त कति हाने 10-2 एग्रिगेन्टमा। बायर्नलाई माया भन्ने चिज छैन केटा हो, छैन। र अनि हाम्रो अब हामी चाहिँ बायर्नबाट हल्का अगाडि बढेर बार्सातिर लाग्यौँ। बार्साभन्दा पहिला चाहिँ एटलेटिको मड्रिड। हिजो एटलेटिको मड्रिड सेकेन्ड लेगमा हारे पनि एग्रिगेन्टमा जितेर अगाडि बढेको छ। हिजो टोटेनमको होममा भएर नि होला, त्यही भएर टोटेनमले हान्यो 3-2 भयो थियो हिजो। एग्रिगेन्टमा चाहिँ 5-7। र अनि अर्को गेम हाम्रो हिजो मोहम्मद सालाले पेनल्टी मिस हाने पनि भवाल गेम दिएकान, भवाल गोल हानेकान। अनि एग्रिगेन्टमा चाहिँ 4-1 को भिक्ट्री लिएको छ हाम्रो लिभरपुलले। त्यस साथमा अब हामी बार्सातिर लागौँ। बार्साले चाहिँ हिजो दयामाया नमानिकन क्याम्प नाउमा न्युकासललाई नाङ्गै नचाहा। न्युकासल हिजो नाङ्गै नाच्यो बार्साको क्याम्प नाउमा, स्पोर्टिङ क्याम्प नाउमा हिजो नाङ्गै नचाह्यो बार्साले। 7-2 हानिदिएको छ। कसरी विश्वास मान्छ भनेको 7-2 नै हुन्छ भनेको स्कोर। न्युकासल पेलिएको छ केटा हो। बार्सेलोनाले नमिठो तरिकाले बजाइदियो, बजाउँदिम बजाउँछ। र अब चाहिँ हामी चाहिँ कोकसको गेम छ युसिएलमा। अब सेमीमा चाहिँ कोकसको गेम हुन्छ, त्यो हेरौँ। पिएसजी लिभरपुल, अनि रियल मड्रिड बायर्न म्युनिक, बार्सिलोना एटलेटिको मड्रिड, स्पोर्टिङ र आर्सेनल। मेरो विचारमा पिएसजी र लिभरपुलमा पिएसजी आउँछ। रियल र बायर्नमा यो गेम टफ हुन्छ, एकदम टफ हुन्छ। तर अहिले बायर्नको सिजन राम्रो चलिरहेको, रियलको जस्तो छैन। हामीलाई सिटीलाई नराम्ररी हराए पनि रियलको चाहिँ अहिले त्यस्तो फर्म छैन। यसमै बायर्न जान्छ जस्तो लाग्छ। बायर्न र पिएसजीमा बवाल गेम हुन्छ, बवाल हुन्छ। पिएसजी भन्दा पहिलाको लेटेस्ट च्याम्पियन लिग विनर भर्सेस बायर्न। बायर्नले यो सिजन डोमिनेट हानिरहेको छ चारैतिरबाट। अनि बायर्न चाहिँ पिएसजीलाई जितेर फाइनल जान्छ। अनि यताको कुरा गरौँ हामी एटलेटिको मड्रिड र बार्सिलोना। यसमा चाहिँ गेम राम्रो हुन्छ यो पनि, तर यसमा चाहिँ बार्सिलोना अगाडि आउँछ। किनकि अब रिभेन्ज लिन्छ होला जस्तो लाग्छ मलाई चाहिँ होइन। उता कोपा देल रेको रिभेन्ज लिन्छ होला जस्तो लाग्छ। स्पोर्टिङ र आर्सेनलमा चाहिँ आर्सेनल सिधै कुरा आयो त भन्ने, आर्सेनल आउँछ नि स्पोर्टिङलाई हराएर। त्यसपछि बार्सिलोना भर्सेस आर्सेनल हुन्छ। आर्सेनल र बार्साको गेम फाइनल भन्दा राम्रो हुन्छ होला जस्तो लाग्छ कि किन हो किन। फाइनल त त्यही पनि बवालै हुन्छ होइन। यताबाट बायर्न जान्छ थाहा मलाई, उताबाट बार्सिलोना कि आर्सेनल। सेट पिस एफसी र बार्सिलोनामा चाहिँ बार्सिलोनाले एग्रिगेन्टमा जितेर जान्छ फाइनल। र त्यसपछि चाहिँ बायर्नले बायर्न र बार्सा हुन्छ जस्तो लाग्छ फाइनल चाहिँ। त्यसमा चाहिँ बायर्नले
3 हान्छ होला। बार्साले नि 2-3 त हान्छ जस्तो लाग्छ किन तर फाइनलमा चाहिँ त्यस्तो भन्न सकिन्न। गेम हो, जसले नि जित्न सक्छ, जो नि हार्न सक्छ है। त्यही भन्दै आजको लागि हामी यहीँसम्म हाम्रो कुरा समाप्त गर्न चाह्यौँ र यसै गरी हाम्रो च्यानलको नयाँ भिडियोहरू मिस नगर्नको लागि च्यानललाई सब्सक्राइब गरिदिनु र त्यो बेल आइकनलाई नि बजाइदिनु अनि लाइक, सेयर, सब्सक्राइब हानिदिनु। ल बाई बाई।